गर्दाखेरि हातमा लाग्छ क्या साइकल हिँडेको हुन्छ ढाड अड्केर हिँडेको हुन्छ ल ल सरासर लानु त कति मिनेटमा पुगिँदो रहेछ कहाँ र हेलो म यहाँ यता विजयपुरतिर जाँदैछु नमस्ते साथीहरू आज चाहिँ म यो बडेरा चोकदेखि यो मेरो जग्गा भएको ठाउँसम्म यो अटो रिक्सामा जाँदैछु यहाँ अटोले चाहिँ प्यासेन्जर लगाउनको लागि रोकेको थियो हामी पूर्व पश्चिम राजमार्गबाट ठ्याक्कै बडेरा चोकभित्र घुस्यौँ अब हामी बिस्तारै हाम्रो जग्गा भएको बाटोमा जाँदैछौँ यो पुरै पिच बाटो हो हजुर लिने मान्छेको लागि डाउट नहोस् भनेर मैले पुरै भिडियो बनाएको छु है त हामी यो अटो रिक्सामा जाँदैछौँ मजाले यो घरहरू छ यो सबै घरहरू छ चारैतिर बस्तीहरू छ मजा स्कुल पनि छ बोर्डिङ स्कुल पनि छ है बिस्तारै गइरहेछौँ अटो मजाले हेर्नु त कति मजाको बाटो छ अहिले 22 फुटे पिच बाटो छ मजाको 22 फुटे मजाको पिच बाटो छ यहाँ बस्ती चारैतिर बस्ती छ लाइटको व्यवस्था पनि छ अटो रिक्साहरू मजाले हिँडिरहन्छ ओहोरदोहोर अटो रिक्सा तपाईँलाई चाहिँ तल चौडा बजार चोकमा जानु पऱ्यो भने अटोहरू मजाले प्रशस्त मात्रामा पाइन्छ उताबाट आउन नि यताबाट जान पनि पाइन्छ प्रशस्तै देख्नु भएको छ स्कुटीहरू मजाले हिँड्छन् गाउँ एरियामा मजाले ठुलो बस्ती पनि छ आज यहाँ एकदम नाच पनि रहेछ हेर्नु मजा मजाको नाच कल्चर नाचहरू पनि रहेछ है त अब हामी लगभग हाम्रो जग्गाको नजिक आइपुगिसकेका छौँ यहाँ एकदमै स्कुल पनि छ स्कुलको सुविधा पनि छ स्कुल पनि म देखाउने छु हजुरलाई स्कुल पनि छ यो स्कुल हो बच्चा बच्ची पढाउनको लागि स्कुल पनि छ मजाले यहाँ हामी चाहिँ एकजना साथीलाई छोड्न जान परेको हुनाले गर्दाखेरि हाम्रो जग्गातिर जाने भन्दा अलिकति अर्को बाटोतिर छोड्न आएको छौँ फेरि हामी पुनः रिटर्न हुन्छौँ त्यही जग्गातिर ल हामी लाग्यौँ है त फेरि हाम्रो जग्गातर्फ लागिसकेका छौँ यता पनि पुरै बस्ती नै बस्ती छ पिच बाटो छ यहाँदेखि धेरै टाढा छैन नजिकै छ यो जग्गा यहाँ यस्तो मजाले धान फल्या छ तराईको एकदमै बासमती चामलको भात खाने मन भएको साथीहरूले आँट गर्नु होला है त
पुरै पिच बाटो छ है, पुरै पिच बाटो हो, पुरै पिच बाटो छ, पिच बाटो छ। यो मैले अघि पनि भनिसकेँ हजुरलाई, यो स्कुल हो है, यो स्कुल छ। यो कति क्लाससम्म छ दाइ यो स्कुल? हजुर यो स्कुल कति क्लाससम्म छ? यो 5 क्लाससम्म। 5 क्लाससम्म छ। बढेर वडा नम्बर 13 को सुनल नगरपालिका वडा नम्बर 13 को वडा कार्यालय पनि हो है, यो यही नजिकै रहेछ। एकदम बनाइसक्नु भएको रहेछ स्कुल, यो हो मजाको स्कुल छ। यहाँ घर टन्नै छ, बाटो पिच बाटो छ, पुरै धननन पिच बाटो छ है साथीहरू, मजाको पिच बाटो छ। आनन्द। नालीहरूको पनि व्यवस्था छ, नाली पनि बनिसकेको छ। धान एकदमै मजाले झुलेछ, चारैतिर बस्तीहरू हुनुहुन्छ, बस्ती छ। ल हेर्नुहोस्, धान एकदम मजाले छ। यहाँ घर बनेछ अर्को नयाँ। चारैतिर मजाले पिच बाटो छ, आनन्दसित। ल हेर्नुहोस्, यहाँ नयाँ घर बनेछ, एकदमै बिजुलीको सुविधा पनि छ। पुरै पिच भइसकेको छ है बाटो, बाटो चाहिँ पुरै पिच भइसकेको छ। यहाँ अलिकता पिच थिएन, त्यो पनि पिच भइसकेको छ है, पुरै पिच भइसकेको छ है बाटो, बाटो पुरै पिच भइसकेको छ। एकदमै सुन्दर शान्त वातावरणमा एकदमै जग्गा लिएर घर बनाएर बस्न चाहनुहुन्छ भने एकदमै उपयुक्त छ यो जग्गा। हेर्नुहोस् त, मजाले धान झुलेको छ। ल हेर्नुहोस्, ल यहाँसम्म हामी अगाडि हो पिच बाटोमै छौँ, यहाँसम्म पिच बाटो नै छ हाम्रो। यहाँ पुरै घरहरू हुनुहुन्छ, छिमेकीहरू हुनुहुन्छ मजाले। यता पनि घर बनेछ, मजाले घर बनेछ है, यता पनि आनन्दले घर एकदमै। यहाँ अलिकता थोरै त्यो पिच बाटो भइसक्यो। खेतसम्म नै पनि हिँड्नु न, जग्गासम्म मिल्दैन है त। यहाँ यति हेर्नु है त, यहाँ यति लगभग अलिकता मात्रै पिच रोड छैन। अब यहाँ समात अगाडि होइन, अब लाग्दैछौँ हामी हाम्रो जग्गा भएको तर्फ होइन। यो बाटो चाहिँ अगाडि नै जान्छ परासीतिर, यो बाइजुलीको बाटो हो। अब हामी लाग्दैछौँ हाम्रो जग्गातर्फ लाग्यौँ है त। यो पनि बाटो नै हो है, मजाले बाटो हो। यति बेलासम्म हामी 6 मिनटको बाटो चाहिँ हामी अटो रिक्साबाट महेन्द्र पूर्व पश्चिम राजमार्गबाट हाम्रो जग्गातर्फ लाग्दाखेरि 6 मिनट अटोमा लाग्दो रहेछ। अब यसमा चाहिँ अब हामी यहाँ हिँडेर जाँदैछौँ हाम्रो जग्गासम्म, बिस्तारै जाँदैछौँ। यता जग्गाको साउनी पनि यता पनि हुनुहुन्छ, यता हेरिदिनुहोस् त साउनी, यता हेरिदिनुहोस् न। ल यता हेरिदिनुहोस्, यही हो है त हाम्रो जग्गामा जाने। जग्गाको साउनी पनि उहाँ नै हुनुहुन्छ। बाटो यही हो है त। यहाँ पनि मजा, यहाँ पोखरी छ है, माछा पालन मजाले पोखरी हुन्छ। यो घरहरू छ, यो पुरै धानहरू झुलेको देख्नुहुन्छ हजुरले चारैतिर। हेर्नु त, यस्तो दामीसित धान बनेको छ, धान पाकेको छ। लगभग बाली तयार भइसकेको छ, काट्नलाई सबै रेडी नै छौँ। ल हेर्नुहोस्, पोखरी छ यसमा। अब यो बिउ राख्ने बेला पानी कहाँबाट तानौँ भन्न पर्दैन। ल बाटोमा आउँदैछौँ, यहाँ पुरै मजाको आनन्दको जग्गा छ। खेत कति हुन्छ, माछा उत्तिकै हुन्छ। हेर्नु त, धान पाकेर यस्तो दामी भइसक्यो कि धान कुरै नगर्नु। ल हेर्नु, यहाँ घर बनिसकेछ, मजाले घर बनेछ आनन्दले। ल हेर्नुहोस्, अब हाम्रो जग्गा आइपुग्नै लागेको छ, एकदमै नजिक छौँ।
त्यसपछि म हजुरलाई देखाउँछु। जग्गाको बाटो यही हो है, यो बाटो यही नै हो। पछि मजाले ग्राभल हुन्छ, पिच हुन्छ, सब कुरा हुन्छ मजाले। यो प्लटिङ जग्गा हो है साथीहरू, प्लटिङ जग्गा हो। मजाले बाटो छ। कुलो पनि छ है, तपाईँले खेती गरेर खानलाई कुलो पनि छ, मजाको छ कुलो पनि छ। ल हेर्नु त धान पुरै यति आनन्द छ। ल हेर्नुहोस् धान फलेको हेर्नुहोस् त, यस्तो दामी फलेको छ धान कि कुरै नगर्नुहोस्। यो पछौटे धान हो, पछौटे धान हो के। ल हेर्नुहोस् चारैतिरको भ्यू, स्वच्छ हावापानी। ल हेर्नुहोस् स्वच्छ हावापानी, कति शीतल छ बस्नलाई। भिडियो एकदमै अन्तिमसम्म हेर्नु होला है साथीहरू, भिडियो अन्तिमसम्म हेर्नु होला, भिडियो अन्तिमसम्म हेर्नु होला। हेर्नुहोस् त मजाले धान बाली यस्तो दामी तरिकाले छ। ल हेर्नुहोस् ल हेर्नुहोस् घर बनिसकेको छ। अब हामी लगभग जग्गाको नजिकै आइपुगिसकेको छौँ। मैले जग्गामा पनि देखाउने छु, घरहरू यहाँ मजाले छ होइन। यहाँ छिमेस माछा पोखरी पनि छ, अर्को माछाको पोखरी पनि छ। ल हेर्नुहोस् धानहरू, यो चोक हो, चोक। ल हेर्नु यता जाने बाटो पनि देख्नुभयो, त्यसपछि यतातिर जाने बाटो पनि छ यो। अब भने हामी जग्गातर्फ लागिसक्यौँ है त, जग्गामा आइसक्यौँ है त। यो हाम्रो जग्गामा जाने बाटो हो, मजाले हेर्न सक्नुहुन्छ हजुरहरूले क्लियर तरिकाले। ल हेर्नुहोस् है त, हेर्नु त धान मस्त कति मजाले फलेछ धान। ल हेर्नुहोस् यस्तो मजाले धान फलेछ। ल हेर्नुहोस् यो बाटो हो मजाले बाटो। ल अब भने हामी जग्गामा आइसकेका छौँ गाइस, फाइनली यही हो है त हाम्रो जग्गाको, यो हाम्रो जग्गाको मोडा हो। मोडा है, जग्गा चाहिँ यतातिर है, यतातिर यो अब मैले देखाएको यो सबै हाम्रो जग्गा हो है त। ल हेर्नुहोस् यो जग्गा हो, मजाले यो हाम्रो जग्गा हो, यसको मोडा। ल हेर्नुहोस् जग्गा। ल हेर्नुहोस् यो पुरै 5 कट्ठाको प्लट है, तलैसम्म छ, तलैसम्म छ 5 कट्ठाको प्लट। बाटो फेरि यस्तरी छ है साथीहरू पुरै। ल हेर्नुहोस् यो मोडाबाट बाटो पनि सर्लक्कै तपाईँको यो रुखसम्म नै छ, तल रुख देखिएको सम्म आनन्दले छ। यो अलिअलि यहाँ चाहिँ तिल छर्नु भएको रहेछ। यतातिर धान पाकिसकेको छ, पुरै 5 कट्ठाको प्लट यो है त। ल हेर्नु देख्नुभयो होला, यो मजाको तरिकाले यो पुरै आफ्नो मोडै हो है त। मैले यहाँ फुल देखाइदिन्छु हजुरहरूलाई, यो मोडा है त, यो फुल मोडा हो, लगभग पुरै मोडा छ, यो मोडा छ। त्यसपछि यो पनि बाटै हो, फेरि यो पनि बाटै उहीँसम्म पुरै आफ्नो 5 कट्ठा जमिनमा पुरै बाटो छ है त। यो अर्काको जमिनबाट जान पर्यो, बाटो भएन भन्ने तपाईँहरूलाई यो समस्या चाहिँ हुँदैन। यदि इच्छुक साथीहरू हुनुहुन्छ, लिने इच्छुक साथीहरू हुनुहुन्छ भने सम्पर्क गर्नु होला है। अनि यो चाहिँ घडेरीको रूपमा लिएर, घडेरीको रूपमा अलिकता म चाहिँ यो पुरै 5 कट्ठा लिँदिनँ, घडेरीको रूपमा 10 जोर लिएर राख्छु भने पनि किता पनि बेचिन्छ। र यदि तपाईँहरूको यसो बुटोलतिर कहीँ घर छ, बुटोल पाल्पा बजारतिर घरहरू छ भने घरहरूसित पनि साटिन्छ है त साथीहरू है। ल एकदम मजाले
ल म भिडियो इन गरेँ है त साथीहरू ल।